Well, hello and नमस्ते सबैजनालाई वेलकम ब्याक टु अनदर डे अनदर भ्लग। आज पनि हामी आइसकेको छौँ नयाँ भिडियो नयाँ उमङ्गसँगै है त। होप सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशमा आजको भिडियो चाहिँ किक अफ हुँदैछ है। एनीवे सो के छ है त हाम्रो भ्युअर्सहरूलाई, आज चाहिँ हामी नयाँ बाइकसँग आइसकेको छौँ है त। आज चाहिँ हामीले ल्याएको छौँ हिरोको एक्सपल्स 4V है त। 4V यो पनि सेलमा छ। यो 2023 को अन्तिम मोडल है। 047 लटको हो कि 46 लटको हो है। यो नि सेलमा आइसकेको छ। यसमा नि लगेर केही खर्च गर्नु पर्दैन। मैले 2-3 दिन यो बाइक चाहिँ चलाइसकेको छु होइन। यस्तो स्मुथ छ। मैले एक्सपल्स पनि यति राम्रो हुन्छ भनेर चाहिँ सोचेको थिइनँ है गाइज। एक्सपल्स पनि यति दामी हुँदो रहेछ होइन, मैले सोचेको पनि थिइनँ। मैले 2V चाहिँ धेरै चलाएँ पहिला, तर 4V चाहिँ त्यस्तो मन पर्दैन थियो मलाई कि। यो जब आयो होइन, अनि त्यसपछि अब बेच्नु पऱ्यो नि त, रिभ्यू दिनु पऱ्यो भनेर चाहिँ अब चलाउन सुरु गरेको। वान अफ द बेस्ट है, वान अफ द बेस्ट। के भन्नु होइन, यस्तो मजाको छ। पिकअप हेर्नु न, पिकअप यस्तो राम्रो छ बाइक, यस्तो राम्रो छ होइन। के भन्नु कि यस्तो मजा आउँछ चलाउनलाई। मैले चाहिँ अब अरूलाई त थाहा होला होइन, हुने मान्छेहरूलाई, तर मलाई चाहिँ थाहा थिएन कि यस्तो हुन्छ बाइक, यस्तो राम्रो हुन्छ भनेर, यस्तो स्मुथली काम गर्छ भनेर। अब 2Vमा चाहिँ धेरै समस्या थियो नि त, अनि त्यसपछि मैले यो हेरेको पनि थिइनँ बाइक के। यस्तो मजाको छ। अब तपाईँलाई बाइकको बारेमा भनौँ, 2023 को अन्तिम मोडलको बाइक रहेको छ। जेन्युन जम्मा 24,000 चान्चुन मात्र गुडेको छ है। 24,000 चान्चुन मात्र गुडेको छ। व्हाइट ब्लू कलर देखिहाल्नु भयो तपाईँले बाइक स्टार्टिङमा। लगेर खर्च गर्नुपर्ने केही पनि छैन, एकदम स्मुथ छ बाइक, एकदम आनन्दको छ। अरू भने त के भन्नु र, यस्तै छ। 200cc को भयो नि, अरूको त 200cc जस्तो त छैन, बट इनफवाला छ कि। मलाई चाहिँ मन पऱ्यो है। यदि कोही एक्सपल्स किन्ने सोचमा हुनुहुन्छ या एक्सपल्स 4V किन्ने सोचमा हुनुहुन्छ भने एउटा नम्बर स्क्रिनमा देखाइदिन्छु, त्यो नम्बरमा कल गर्न सक्नुहुन्छ। जुनसुकै बाइक ल्याएर सट्टापट्टा पनि गर्न सक्नुहुन्छ है। बाहिरी भ्यालुएसनभन्दा धेरै राम्रो भ्यालुएसन हुन्छ हाम्रो। बाइक चाहिँ लगेर खर्च गर्न नपर्ने खालको छ है। सो बाइकको डिस्क्रिप्सन यति नै भइहाल्यो। अब तपाईँलाई के भन्नु हो र यो बाइकको बारेमा होइन, कुरा गरेर साध्य पनि छैन। अब हामी एकैचोटि तपाईँलाई सोरुम गएर भेट्छौँ है त। धन्यवाद। एउटा नयाँ कुरा गाइस, एउटा नयाँ कुरा, यो एक्सपल्स अब गियर इन्डिकेटर चाहिँ अलिक काम गरेको रहन्छ होइन। एनीवे मैले भने नि, यो एक्सपल्स चाहिँ होइन जति कुदाउँदै गयो त्यति स्मुथ हुँदै जाँदो रहेछ। साउन्ड चाहिँ हेर्दै नहेर्कन जान्छन् केटाहरू टड टड टड। अघिदेखि एमटी चाहिँ हाम्रो होइन पुरै कुदाइरहेछ क्या। हेर्नु न, यस्तो स्मुथ छ नि, यस्तो स्मुथ छ साउन्ड चाहिँ होइन। जति तात्दै गयो त्यति स्मुथ आउने रहेछ क्या साउन्ड चाहिँ। सोचेको भन्दा नि राम्रो छ क्या, एकदम दामी लाग्यो है बाइक चाहिँ। यसलाई रेट गर्नु पर्दाखेरि रेटिङमा चाहिँ मैले धेरै खालको बाइकहरू चलाउँछु नि त, त्यो जस्तो हुँदैन, मतलब एउटै बाइक चलाएको जस्तो हुँदैन। अब रेटिङमा यसलाई कति दिन सक्छु मैले भन्दाखेरि धेरै चाहिँ सकिँदैन। यसलाई जिक्सर होइन त, वाह केटाले कुदायो। यसलाई रेटिङ दिँदाखेरि चाहिँ 8 आउट अफ 10 है। डुअल स्पोर्ट पर्पस बाइकमा चाहिँ, डटमा चाहिँ होइन, यो चाहिँ डुअल स्पोर्ट पर्पसको लागि मात्र है। एकदम मजा लाग्यो चलाउनलाई चाहिँ, मजै छ कि। यो फेरि इन्जिनको साउन्ड पनि जति कुद्दै गयो, जति तात्दै गयो त्यति नै रिफाइन हुँदै जाँदो रहेछ। यो कुरो चाहिँ मैले नोटिस गरेको थिइनँ, आज नोटिस गरेँ, त्यही भएर तपाईँहरूको लागि भनेको। सो अरू भनेको यस्तै छ। अब भिडियो धेरै लामो बनाएर काम छैन, भ्युअर्सहरूलाई अल्छी लाग्छ। एउटै कुरा कति बोल्ने हो मैले भन्दै आजको भिडियो चाहिँ यहीँ समाप्त गर्न चाहन्छु। धेरै धेरै धन्यवाद सबैजनालाई साथ सपोर्ट देखाइदिनु भएकोमा। यदि तपाईँले भिडियो हेर्दै हुनुहुन्छ, सब्सक्राइब लाइक गर्नुभएको छैन, फलो गर्नुभएको छैन भने फलो गर्न चाहिँ नबिर्सिदिनु होला। लाइक, सेयर, फलो, सब्सक्राइब है त।